गाइजहरू हामी चाहिँ आज यस्तो वेदर छ अनि जेबिएल बोकेर हाम्रो गाइजहरू अगाडि छ। मेरो छोरी यो ब्ल्याक ल्याउने गीत छ यस्तो फेरि। अनि आज विशेष दिन, आज हामी चाहिँ खोलातिर जाँदैछौँ माछा मार्नलाई र आज धेरै समयपछि मेरो भ्लग सुरु भएको छ। कृपया मेरो पेजलाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। यो चाहिँ हाम्रो गाउँ ठाउँ है, के भन्नु र। अनि आज यी सामानहरू चाहिँ केटीहरूले टन्नै बोकेछ। ओ तिमीहरूले के बोक्यो अरे? पानीपुरीको सामानहरू नि केटीहरूको त त्यही हो नि त, पिकनिक भन्ने बित्तिकै। तर मेरो लागि पनि छ, म त चाउचाउ खाने हो चाउचाउ लभर हो त हो। अनि यो चाहिँ मेरो चाहिँ गाउँ यो इलाम जिल्लामा पर्छ, किटेनी भन्छ। तपाईँहरूले मेरो अगाडिको भ्लगतिर पनि हेर्नु भएको होला। अनि हामी यहाँ तल खोला जाँदैछौँ। यो कति बज्यो? 12 बजेछ। अब यस्तो घाममा आज हामी जाँदैछौँ। मेरो चाहिँ खासमा यो एक्सिडेन्ट भएको थियो 4-5 महिना अगाडि। त्यो एक्सिडेन्ट पछि चाहिँ म अलिकति यो टाढो चाहिँ म हिँड्नै गरिरहेको छुइनँ। अनि आज चाहिँ हिँडिदिउँ न त भन्ने भयो कि, किनभने 3-4 महिनादेखि घरमा बसेको है। अनि आज चाहिँ त्यो वक पनि हुन्छ, एक्सर्साइज हुन्छ भनौँ न। धेरै समय भएछ हाम्रो गाउँतिरको झर्ना नगएको। गीत सुन्दाखेरि त डाँडामा बसेर बस्नु जस्तो छ नि, तर के गर्नु, खोला जानु परेको छ। तर यो गीत त राम्रो लाग्यो मलाई। मेरो तिप्पाको घर हो। अब यसरी खोलामा आइसकेको छु। अनि हल्का फुल्का फर्काइ पनि सोनिका भित्र माछा मार्दै छ। खोइ माछा त्यो देखा त, यो एक्सपर्ट भइसक्यो नि माछा मार्नु। हाम्रो खोलामा त पानी नै छैन रहेछ है। माछा गाइছো माछा, ओ माछा देखा। हाम्रो माछा भागिहाल्यो। यत्रो खोलामा कति केजीको माछा हुन सक्छ होला? लु गेस गरौँ त। आधा केजी होला, आधा केजी छ होला। हाम्रो माछा एउटा यहाँ हामीले एउटा माछा मारेर बोकिरहेको छौँ। यो माछा हराउला नि, 3 भाग पार्ने माछा, 3 भाग पार्ने माछा हाम्रो यो चाहिँ। अनि त्यसलाई लगेर गएर काँटामा लगेर ठ्याक बराबरी हो जोख्ने चाहिँ। तर हामी यहाँ माछा हेर्दैछौँ। एउटादेखि 2टा भेला पार्यो भने भइहाल्छ। र बाल्यकालको एउटा रहर पुरा भयो। सोनिका खोइ माछा। अनि हामी चाहिँ खोला आउने बाना भयो पनि आज हाम्रो त पिकनिक हो। अनि हामी त यसरी यो 3जनाको पिकनिक भइरहेछ साथी हो। अनि यो गिलास चाहिँ धुनुपर्ने पानी पनि छैन, यस्तो हो। के गर्ने र। हामीले धेरै कुरा लिएर आएको छौँ, अहिले म तपाईँहरूलाई देखाउँछु। अनि हामी चाहिँ खोलामा छौँ। माछा पनि डह्रो मार्नु खोजेको, तर माछा चाहिँ एउटा मात्रै रहेछ हो। त्यो एउटा माछा मारेर आएको, एउटा माछा मारेर आएको हामी चाहिँ। अनि हाम्रो चाहिँ यता चाहिँ आगो फुकेको छ छेउछाउमा चाहिँ। यस्तो चाहिँ हेरौँ माछा केट्यो। तर म त उयो गर्नुपर्ने हो। ल हाम्रो त साथी हो खाजा पाकिसकेको छ। आज हाम्रो पिकनिक थियो। हाम्रो पानीपुरी छ, माउन्टेन ड्यू छ, ड्यू। अनि के को अझै हाम्रो चाउचाउ पनि पो छ त, एप्पल पनि छ। केटी हो लु हाँसिदेऊ त, दाँत देखाउ। तिनीहरूको दाँत देखाएर मान्छे खतरा ढल्ने पऱ्यो। हामी त खोलामा छु। खोला भन्न पानी त छैन रहेछ। खोलामा गएको पानी छैन रहेछ। र पनि अब हामी चाउचाउ खाने प्रयासमा छौँ। कस्तो बनाएको छौ ल? मिठो भएछ? ल हामी चाउचाउ खाँदैछौँ। खोल्ने पकाएको त हो है। खाऊ दिउ खोल न। यसको के भन्छ त्यो पानीपुरीको मसला चाहिँ आफ्नो चम्ची चलाउने।
कस्तो गीत पनि उडिरहेको छ। आई साले म खदर गीत आउँछु ल। मलाई पनि चाउचाउ अब हाम्रो टुर सक्यो होइन, अब पिकनिक सक्यो भनौँ न। अब हामी सबैजना घर जान तयार हो नि, सबैजना क्याप लाएर तयार। तर हाम्रो चाहिँ के छ भने अब हामी यहाँबाट फर्किँदैछौँ। हामीले खानासाना बनाएको सबै ठाउँहरू हामी क्लिन गरेछौँ। हाम्रो फोहोरहरू त्यहाँ छ अनि अलिक मास्ति त्यो डस्ट खाने ठाउँ छ, हामी त्यहाँ खान्छौँ। अब हामी साथीहरू घर जानेछौँ। धन्यवाद तपाईँहरू मेरो भिडियो हेर्नुभयो। थ्याङ्क यू सो मच। सब्सक्राइब गरिदिनु होला। मेरो यो सानो परिवारलाई ठुलो बनाइदिनुहोस्। अब हामी घर जान्छौँ। यो चाहिँ अब अलिक माथिदेखि हामी यस्तो उकालो जानुपर्छ, यतातिर हो। अब हामी घर जान्छौँ। बाई बाई। ल साथीहरू, हाम्रो फोटो सेसन पनि हुनु सुरु भयो अनि हामी चाहिँ फोटो खिच्दै फर्किसकेको।